कति कति अब यति नै हो। अनि हिजो तपाईँ जन्मेर कति वर्ष बिताउनु भयो र अहिले आउँदाको अवस्था कस्तो धेरै लाग्यो? अब भयो नि 80 वर्ष। ल अनि होइन कतिको परिवर्तन लाग्यो, कस्तो महसुस भयो? परिवर्तन जङ्गलै भयो। राउतको सन्तानले सबै जङ्गल छोडेर बदिसा, कोही अमेरिका, कोही जापान, कोही बेलायत, कोही अस्ट्रेलिया, कोही पस्ट्रेलिया, सबै भएर यो यस्तो जङ्गल देख्न पाइयो। मङ्कीले काफल खाँदो रहेछ, चोथ्रो बेसखाने चोथ्रो पाकेर यस्तो भइरहेछ, खान पाउनु कोही बेर हुँदो रहेछ है बाबु। यी चोथ्रो यो चोत्रो खायो भने के फाइदा हो? पेटको फाइदा, पेटको फाइदा। चोत्रो खायो पेटको फाइदा। चोत्रो खाएर पेट भरिँदैछ। जङ्गल हेऱ्यो भनेदेखि न त्यसै काली लाग्ने जङ्गल भइरहेका छन्। अझ यहाँबाट गयो भने बाख्रोर उहाँ कहाँ छ बाख्रोर है भाइ? बाख्रोरको हाम्रो यो चाहिँ माइला बाबुको जग्गा यहाँदेखिको उता कहाँबाट उयो यहाँ छ नि ढुङ्गा छ त्यहाँदेखि उता हो अनिताहरूको। अनिता सनिता भनौँ न माइला बाबुको यहाँदेखि उता ऊ माथिसम्म नै हो उसको पनि। ढाड फाटेर बस्यो भने त हुन्छ नि। यहाँ दुलाहरू आउँछन्, अनि अनिताहरूको दुलाहरू आउँदैन नि बिहे गरेपछि पछि आउँछ। अनि यतै कपाल खान्छन्, बस्छन्। अनि म्यामहरू हुनुहुन्छ होइन भाइ? अनि यस्तो चोथ्रो नि खान पाइँदो रहेछ यता। यस्तो आफ्नो माइती गाउँ, पेट पनि भर्न पाउने, देश पनि हेर्न पाउने, बुट्टा पनि हेर्न पाउने। यहाँ डिलमा बसेर पारी हेर्न नै पाउने। कति राम्रो गाउँलाई हेर्नुहोस्। त्यो गाउँको नाम के हो दिदी? त्यो गाउँ त्यो चिलङ्गा होइन? म भन्न नि बारी कहाँ त्यो? सबै त्यो चिलिङ्खा। अनि ऊ त्यो परको त्यो बाग्लो गाउँ भरेङ गाउँ ऊ त्यो पर होइन भाइ? भरेङ गाउँ होइन त त्यो परको लाइसेप त उतै पर्यो नि। लाइसेप त उतै हो। लाइसेप भनेको त्यही हो? लाइसेप त्यो होइन बाबु, होइन त्यो भरेङ हो। चिलिङ्खा भरेङ थापा गाउँ त्यो। अनि त्यो के भन्छ चिफ कर्नेलहरूको गाउँ हो त्यो। कर्नेल बस्ने गाउँ त्यो। हेर चिलिङ्खा, यो लोटिङ, यो गाइजङ होइन यो पारीको त्यो गाइजङ। सानीमाहरूको गाइजङको सानीमाको घर हो ऊ। त्यो छाप्री छुप्री भएछ, भूकम्प परि सबै गएछ। अब कहाँ के छ? कति वर्षपछि आउनुभएको तपाईँ? भयो होला 40 वर्ष। अनि 40 वर्ष भयो। आमै पर्लो भएको अहिले कतै 19-20 वर्ष 25 वर्ष भइसक्यो दाइ। कान्छो दाइ हेलिकप्टर लिएर यतै राख्यो भने हुने रहेछ ठाउँ त। त्यतिखेर त तलै राख्नुभएको छ बाबाले हेलिकप्टर चाहिँ। अनि यही विष्णुढुङ्गा सिधै ल्याएर राख्यो भने हुन्थ्यो। भने यहाँ सुन न, अब यस्तो फाना सकिन्छ त? अब यो त्यो बोल्डर सोल्डर आएको बेलामा ढुङ्गा अनन्ती है बनन्तीहरू आएको कसरी हेर्ने? अग्ला त यो जम्मै जान्छ कि पहिले बुट्टा काटेर कहीँ अन्त यो बनाइसके सफा भइहाल्छ नि हो। आगो लाउनलाई के गर्नुपर्छ थाहा छ? अनि सुताउने सुताएपछि अनि भएको बिरुवा राख्ने, अरू सानो नहुने बिरुवा सबै कटाएर अनि आगो लाउन मिल्छ होइन भाइ? हो त्यो त त्यही त दिमाग लाएर लाउनु पर्यो। नत्र त्यो सर्लगालामा त कता चाहिँ निमन जाने? आगो मास्तेर जान नहुने गरेर खान चाहिँ मिल्छ। अनि बारीको पाटो पनि मिल्छ। अब भाइ दसैँमा आउँछ मलाई। भाइले मात्रै गर्छ यहाँ। भाइले साथी लिन्छ नि त? ज्वाइँहरूलाई पठाइदेऊ नि। ज्वाइँकै छ नि। ससुराली पनि आएर भाइले त्यो पख्न पर्छ। जानदेवी